हेलो साथीभाइहरू, आजको ब्लग एकदम मजाको जग्गा आएको छु देखाएर छु जग्गाहरू। त्यताबाट जानुपर्छ कि यसरी नै मजाको जग्गाहरू छ एरियाहरू। मन पर्यो भने त साथीभाइ लेखौँ है कमेन्टतिर, जस्तो इच्छा लाग्छ त्यस्तो लेखौँ। मन पर्यो भने लेख्न सक्ने छ। यो जग्गाहरू आएको छ नयाँ जग्गाहरूमा। म यसरी नै लास्टसम्म हेर्नु होला, भिडियो छ अन्तसम्म हेऱ्यो भने मात्रै भिडियोहरू पनि मजाको देख्न सक्नेछ। हाम्रो बस्ती एरिया यो चाहिँ साल्दै पर जाँदैछ जग्गाहरूमा। आजको भ्लगहरू देखाइरहेको छु। यहाँ चाहिँ मचान बनाउनको लागि पहाडी जग्गा रहेछ। लौ यस्तै छ जिन्दगीमा, हामी दुःख सुख काम गरिखाने हामी चाहिँ मचानहरू छ। सुरुवात मचानहरू बनाउँदैछौँ, हेर्न सक्नुहुन्छ अन्तसम्म। मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरौँ। यसरी नै देखाउँछु भिडियोहरू, दामी भिडियोहरू हुन सक्नेछ। यो जग्गाहरूमा आएर सुन्नुहोस्, चैत वैशाखको खरेटीको बाटोहरूमा यस्तै नै छ। हामी चाहिँ बस्तीमा काम गर्ने केटाहरू बस्तीको बाटो हिँड्नुपर्छ। यस्तोहरू छ, जङ्गल हिँड्दैछौँ साथीभाइहरू। यस्तै भिडियोहरू, बस्तीको भिडियोहरू आइन्छ बेला बेला। नयाँ जग्गाको नयाँ सोच, नयाँ विचार भन्छ। यसरी नै आजको भ्लगहरूमा देखाइरहेको छु। भ्लग छ अन्तसम्म हेर्नु छ, झनै चिप्ल्यो पनि। हाम्रो सालदाइले मलाई निभा घारीमा लाँदैछ, निभा घारी देखाउनु छ यहाँतिर चाहिँ निभा छ है भनेर सालदाइ हिँड्दैछ। यसरी नै देखाइरहेको छ। जाँदैछौँ हामी जङ्गलको बाटो आइपुगिसकेको छौँ। त्यसरी डरलाग्दो जङ्गलमा होइन सालदाइ, एकदम खतरा छ। यो तिम्रो हो नि होइन सबै? यसो भनिदेऊ न अन्त हमलाले एकताल देखाएर चाहिँ जग्गाहरू डल्लै है। ठुलो रहेछ जग्गाहरू। हामी चाहिँ यस्तो बाटो हिँड्छौँ, माथि मचान बनाएर यसै बाँस घाटी रहेछ सालदाजुको काट्ने जग्गाहरूमा। यसरी हिँडिरहेको छौँ। सालदाइ हाम्रो एकदम ओके छ, एकदम। सालदाजुले आज मलाई जङ्गलको बाटो घुमाइरहेको छ। मजा आइरहेको छ आजको बाटोमा, यात्राहरूमा। जङ्गल सोचमा हामी जाँदैछौँ आजको बाटोमा। एकदम डरलाग्दो रोड। दामी बाटो आइपुग्यो। यसरी जङ्गलको बाटो हिँडिरहेको छु। किन भन्छु कि एकदम मजाको जङ्गल रहेछ। अति मजाको जग्गाहरू नि यो त। सालदाइ चट्टै जाँदैछ। सालदाइ अन्त के छ भनाइ?